स्वागत छ। आज हामी एउटा अलि चाखलाग्दो विषयमा कुरा गरौँ न त। नेपालका दुईजना व्यक्ति, उहाँहरूको नाम एउटै छ, टङ्क दाहाल। हो, एउटै नाम, तर हामीले हेरेका स्रोतहरू छन् नि, जस्तै लिङ्क्डइन, युट्युब, टिकटक अनि अरू प्राज्ञानिक पोर्टलहरू। त्यसले के देखाउँछ भने उहाँहरू दुईजना एकदमै फरक क्षेत्रमा हुनुहुन्छ। पहिचान, काम गर्ने ठाउँ, सबै फरक हो नि। एउटा नामले कहिलेकाहीँ कस्तो अलमल पार्छ। हाम्रो आजको कोसिस नै यही हो कि यी दुई व्यक्तित्व बीचको भिन्नता छुट्याउने। अनि उहाँहरूले आफ्नो क्षेत्रमा के गरिरहनु भएको छ त्यसलाई अलिक केलाएर हेर्ने। ठिक छ, ल त्यसो भए सुरु गरौँ। पहिलो टङ्क दाहालबाटै सुरु गरौँ न त, जो प्रविधि क्षेत्रमा चिनिनुहुन्छ। हुन्छ, उहाँ चाहिँ माइक्रोसफ्टमा सफ्टवेयर इन्जिनियर। माइक्रोसफ्टमा? हो, अनि धेरैले उहाँलाई युट्युबमा टेक टङ्क भनेर चिन्छन् नि। @टेकटङ्का ह्यान्डल छ उहाँको। हो र, टेक टङ्क? मैले पनि कता कता सुनेको जस्तो लाग्छ। के गर्नुहुन्छ उहाँले युट्युबमा? उहाँले खास गरी प्रविधि, अब सफ्टवेयर इन्जिनियरिङ भयो, विदेश पढ्न जाने कुराहरू, करियर कसरी बनाउने, यस्तै अनि आफ्नो जीवनका अनुभवहरू पनि बाँड्नुहुन्छ, अलि शैक्षिक खालको तर सरल तरिकाले। सामग्री कस्तो खालको हुन्छ उहाँको? मतलब कुन चाहिँ भिडियोहरू अलि चलेका छन्? उहाँको एउटा त्यो वक्स अफ लाइफ भन्ने संवाद श्रृङ्खला छ नि, त्यो निकै मन पराइएको देखिन्छ। अनि 1 लाख सब्सक्राइबर पुग्दा बनाएको भिडियोहरू पनि छन्। त्यसले उहाँको यात्रा देखाउँछ कि युवाहरूमा चाहिँ उहाँ निकै लोकप्रिय हुनुहुन्छ। प्रविधि मात्रै कि अरू विषयमा पनि बोल्नुहुन्छ उहाँ? स्रोतहरूले के भन्छन्? प्रविधि त छँदैछ, तर अरू विषयमा पनि देखिन्छ। जस्तो टिकटकमा हेर्दाखेरि उहाँले शिक्षा क्षेत्रमा हुने भनिएको अब भ्रष्टाचारका कुराहरू, हो र, अनि लैङ्गिकता, सामाजिक मुद्दाहरू, त्यो एनआरएन नागरिकताको कुरा पनि, गैर आवासीय नेपाली नागरिकता, हो, अनि अलिअलि राजनीतिक सुधारका कुराहरूमा पनि विचार राखेको पाइन्छ। उहाँको त्यो कर्पोरेट अनुभवले गर्दा प्राविधिक कुरामा त बल पुगिहाल्यो। तर यो सामाजिक विषयमा बोल्दा चाहिँ उहाँको अर्कै पाटो देखिन्छ। अब यहाँ एउटा कुरा के प्रश्न पार्नुपर्छ भने नि, हामीले यो विचारहरू स्रोतमा जे भेट्यौँ त्यही भन्दैछौँ हे, यसमा हाम्रो आफ्नो कुनै समर्थन वा विरोध छैन। बुझ्यो, त्यो त स्पष्ट पार्नु नै पर्यो। ल, एकजना टङ्क दाहालको कुरा त यो भयो। अब अलिकति फरक क्षेत्रतिर लागौँ न त। अर्को टङ्क दाहाल जो प्राज्ञिक क्षेत्रमा हुनुहुन्छ अरे। हो, उहाँ डाक्टर टङ्क दाहाल। उहाँ प्राज्ञ हुनुहुन्छ अनि कवि पनि। कवि पनि? उहाँले बेलायतको युनिभर्सिटी अफ डन्डीबाट पिएचडी गर्नुभएको। बेलायतबाटै? अनि अहिले के गर्दै हुनुहुन्छ त? अहिले पनि उतै हुनुहुन्छ, पोस्ट डक्टरल अनुसन्धानकर्ता अनि ट्युटरको रूपमा काम गर्दै हुनुहुन्छ। उहाँको अनुसन्धान चाहिँ के विषयमा केन्द्रित छ नि? उहाँको मुख्य काम चाहिँ नेपालको शिक्षा प्रणालीसँग सम्बन्धित छ। खास गरी लैङ्गिकताका सवालहरू, विद्यार्थीहरूले बीचमै स्कुल छाड्ने समस्या, ड्रप आउट रेटको कुरा। हो, विशेष गरी छात्राहरूले किन स्कुल छाड्छन् भन्नेमा उहाँको गहिरो अनुसन्धान छ। अनि पाठ्यक्रम विकास, सामाजिक समावेशीकरण जस्ता विषयहरूमा पनि। पृष्ठभूमि पनि त अलि फरक होला नि उहाँको? एकदम। उहाँ विदेश जानुअघि नेपालमै 15 वर्षभन्दा बढी स्कुलमा पढाउनु भएको अनुभव छ रे। ओहो, 15 वर्ष शिक्षण गरेपछि फेरि पढ्न र अनुसन्धानमा लाग्नु, यो त शिक्षाप्रति गहिरो लगाव देखियो नि, होइन र? पक्कै पनि त्यही अनुभवले होला उहाँको अनुसन्धान अझ व्यावहारिक भएको। सन् 2019 र 2023मा प्रकाशित उहाँका शोधपत्रहरू छन् नि, महिला विद्यार्थीहरूले विद्यालय छाड्ने विषयमा, ती निकै महत्त्वपूर्ण मानिन्छन्। अनि उहाँ जर्नल प्रकाशन, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पनि निकै सक्रिय हुनुहुन्छ। अनि अर्को कुरा, उहाँ मुकुल दाहाल भन्ने उपनामले नेपाली कविता पनि लेख्नुहुन्छ। मुकुल दाहाल, यो त अर्को साहित्यिक पाटो पनि रहेछ। ल, त्यसो भए हामीले दुई फरक टङ्क दाहालको बारेमा कुरा गर्यौं। यसलाई समेट्दा के भन्न सकिन्छ त? के देखियो? हेर्नुहोस् न, कति फरक धार। एउटा टङ्क दाहालले अहिलेको डिजिटल प्रविधि, सामाजिक सञ्जालको प्रयोग गरेर छिटो प्रभाव पार्ने, बहस चलाउने काम गरिरहनु भएको छ। हो, युवाहरूसँग सिधै जोडिने माध्यम हो। अनि अर्कोतिर डाक्टर टङ्क दाहालले चाहिँ
परम्परागत प्राज्ञिक बाटोबाट गहिरो अनुसन्धान गरेर अलि लामो समय लाग्ने तर नीतिगत र संरचनागत तहमा प्रभाव पार्ने काम गरिरहनु भएको छ। भनेपछि एकजनाको तत्काल देखिने प्रभाव, अर्कोको अलि दीर्घकालीन खालको, होइन त? हो, त्यस्तै देखिन्छ। दुवैको तरिका फरक, तर दुवै उत्तिकै महत्त्वपूर्ण। यसले नेपालमा ज्ञान कसरी बन्छ र त्यसले कसरी प्रभाव पार्छ भन्ने दुईटा बेग्ला बेग्लै बाटो देखाउँछ नि। यो त निकै रोचक कुरा भयो। ल, अब जाँदा जाँदै श्रोताहरूका लागि एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। टेक टङ्क जस्ता व्यक्तिको यो डिजिटल पहुँच र छिटो संवाद गर्ने तरिका, अनि डाक्टर टङ्क दाहाल जस्ता व्यक्तिको गहिरो प्राज्ञिक काम, यिनीहरूले भविष्यमा एकअर्कालाई कसरी असर गर्लान्? के नेपालको प्रविधि, शिक्षा र समाजको बहसहरूमा यी दुई धार कतै गएर जोडिएलान् कि एक अर्कालाई काट्लान्? सोच्दै गर्नुहोला।